वेलकम नमस्कार मेरो युट्युब ब्लगमा सबैजनालाई म ब्लग मार्फत तपाईहरुलाई यहाँको दृश्यहरू विभिन्न दृश्यहरू देखाउन गइरहेको छु गाइस। तपाई राम्रोसँग निहाल्नु होला, लास्टसम्म हेर्नु होला गाइस। यहाँको दृश्यहरू हराभरा जंगल है, हरा जंगलको दृश्यहरू निहाल्नु होला। अलिकति भए नि आँखालाई शान्ति मिल्छ है। यो कति रमणीय छ गाइस है। चारैतिर जतातता जंगलै जंगल हो गाइस, हेर्दै जानु। यो मलेसियाको ट्रेङ्गानु अन्सना को यो एउटा फुटेज हो गाइस है। भिडियो यहाँको दृश्य हो। अब तपाई हेर्नुस् यहाँ यता के कस्तो रहेछ। अब यताको जंगलहरू कस्तो रहेछ, यहाँको अब ठाउँहरू कस्तो रहेछ देखाउँदैछु, हेर्दै जानु होला गाइस। अब केही थोरै समयपछि होस्टेल नै पुगिन्छ। होस्टेल कस्तो ठाउँमा छ अनि पछाडि के छ सबै चाहिँ देखाउने छु गाइस। मजाले हेर्नु होला गाइस, मजाले हेर्नु होला। मलेसिया भन्ने यस्तो कन्ट्री रहेछ गाइस, सदाबहार एउटै मौसम है। यो चाहिँ मन पर्यो गाइस मलाई, यो चाहिँ मन पर्यो। अरू अब कम्पनी त कति छ यो वातावरण दूषित छ, त्यो त तपाईले अवगत भएकै कुरा हो। बट यहाँको जंगलले मलाई लोभ्यायो गाइस। तपाईहरु पनि लोभिनुहुन्छ यहाँको जंगल हेर्दै जानु न। अब आउँदैछ गाइस होस्टेल टाउन। लेफ्ट टर्न होस्टेल, स्वीट लेफ्ट टर्न होस्टेल गाइस। आइसक्यो गाइस, सिधै लेफ्ट टर्न होस्टेल। हेर्नु गाइस, हेर्नु यहाँको दृश्यहरू हेर्नु गाइस। अब होस्टेल वरिपरिको दृश्यहरू हेर्नु है। म त फर्स्ट आउँदाखेरि गाइस जताततै मलेसिया भनेको है मलाई लाग्थ्यो मरुभूमि नै होला जस्तो लाग्थ्यो गाइस। अनि यहाँको त जताततै जंगल छ क्या। म कता आएँ, अन्तै त ल्याएन साला, मलाई फसायो क्या है। त्यस्तो महसुस भइरहेको गाइस। किनकि अब मेरो चाहिँ एउटा मलाई महसुस थियो कि जताततै है बिल्डिङहरू। अब होस्टेल नै आइपुग्यो गाइस। हेर्दै गर्नु होला, म समुद्रको दृश्य पनि देखाउने छु है। त्यसपछि जताततै जंगल, मैले सोचेको पुरै जताततै बिल्डिङ है। जंगल त कहाँ होला र, तपाईँ नि टाढा आउने भयो नि त होइन। जताततै अब रोडनी जंगलभित्र, होस्टेल जंगलभित्र होला भनेर के थाहा है। त्यसपछि गाइस साला अन्तै कतै मलेसिया भनेर अन्तै कतै फसायो भन्ने मलाई चाहिँ लागिरहेको थियो है। हेर्नु समुद्रको दृश्य है, जस्ट होस्टेलभन्दा पछाडिको दृश्य यो हो। अब हेर्नुहोस् गाइस, हामी चाहिँ समुद्रमा नुहाउन गइरहेको छौँ यता। अब समुद्रमा नुहाएको अब ब्लगहरू नि ल्याउँछु गाइस पछि भएसम्म फलो गर्नु होला।
फलो फलो सब्सक्राइब गाइस, सब्सक्राइब गर्नु होला। म फलो भन्नाले अब एउटा कथा टिकटक फेसबुकको याद आएछ कि गाइस है। अब फर्स्ट हो नि त मेरो ब्लग, अब सपोर्ट गर्नु होला गाइस सबैजनाले। म चाहिँ कन्टिन्यू ब्लग ल्याउँछु गाइस होइन। यता वरिपरि अब कता समुद्र अब मार्केटहरूको सबै ब्लगहरू आउँछ गाइस। मलाई सब्सक्राइब गर्नु होला, लाइक गर्नु, भिडियोलाई लाइक गर्नु होला गाइस। हेर्नुहोस् समुद्र 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 तर हेर्नु गाइस, म समुद्रको सिरे हावा वा यति आनन्द लाग्छ गाइस। घरको याद नि मेटाउँछ यही समुद्रको हावाले गर्दा। यति खुसी लाग्छ गाइस समुद्रको हावा खान पाइहाल्छ। नभए त म चाँडै मरिन्थ्यो गाइस। यहाँ मलेसियामा पुरै वातावरण यति दूषित छ है, चाँडै मरिन्थ्यो होला। थोरै समुद्र नजिक भएर अलिक समुद्रको हावा आनन्द छुट्टै छ होइन। त्यही भएर अलिक खुसी लागिरहेछ। यस्तै हो गाइस। सबैजनालाई यहाँसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र सधैँभरि हेर्दै गर्नु होला र सब्सक्राइब अनिवार्य गर्नु होला गाइस। धन्यवाद सबैजनालाई। हेर्नुहोस् गाइस यताको बोर्डहरू तपाईँ रुखहरू चिन्नुहुन्छ गाइस? कुन बोर्डहरू चिन्नुभयो कमेन्ट गर्नु होला गाइस। कसले चिन्नुभयो गाइस कमेन्ट गर्नु होला। यहाँको बोर्डहरू म त चिनेन गाइस, त्यही भएर सोधेको है। यहाँको बोर्डहरू फरक हुँदो रहेछ। हाम्रो एउटा चाहिँ आँपको बोर्ड त चिनेछु गाइस।